ओहो आमाको यस्तो ह्यान्डसम देखेको मान्छे नाम भन्नुहोस् तपाईँको ल यहाँ माइकमा नाम भन्नुहोस् रोतम राई कति वर्ष पुग्नुभयो तपाईँ 10 वर्ष 10 वर्ष अरे 10 वर्ष भन्नु नि आउँछ नेपालीमा वाउ ओके अब हामी कहाँ घुम्ने होला है आज नसला दानो ल ठिक छ ल मलाई दिनुहोस् माइक ओके 425 सम्म ल ल कताबाट यताबाट जाउँ न हामी यताबाट अँ ओके कस्तो रमाइलो भएर छ तपाईँलाई आज वेदर ठिक्कको छ है कस्तो राम्रो वेदर छ है अस्ति एकताल चाहिँ कस्तो वेदर उयो भएको थियो नि त चिसो न चिसो है म एकछिन माइक समात्नु कि यो गर्नु पर्यो नि त यता चाहिँ नसमात्नु ल तर ल यसको त ब्याट्री नै रहेनस् ए कता समात यहाँ चाहिँ टच नगर है घेर आउँछ ल आउनुहोस् जसम विचार आज अफसेट भएर चाहिँ है होइन जोतम भर्खर ताइक्वान्डो गएर आएको नि त अफसेट भन्नाले पनि एकजस्तै थाकेको है बाबा अलि बिस्तारै हिँड्ने किन अफसेट भएको होला त हाम्रो जसम आज ताइक्वान्डोमा धेरै नै एक्सर्साइज भएको छ नि त बेबी आउनु बित्तिकै फेरि आएको हो नि त रेस्ट नगरिकन त्यही भएर हो एक्सर्साइज हुन्छ नि म त जदमहरूको उमेरमा त नि उडेको चरा नि पक्रिन्थेँ म त खोलाबाट बालुवा ल्याएर होइन बालुवामा पन्चिङ हालेर पन्चबाट पुरा हातबाट ब्लड निकालेर हामी त त्यस्तो पो एक्सर्साइज गर्थ्यौँ त्यो टाइममा त वेदर चाहिँ यतिको ठिकै छ है वेदर धेरै राम्रो भएर यता आउनु मन लाग्यो क्या मलाई चाहिँ अस्ति आउँदाखेरि चाहिँ पुरा त्यो हुन्छ नि कति माइनसमा आएको थियौँ है -2 -2 भएको थियो होला त्यतिखेर यता कस्तो राम्रो है हो वाउ कस्तो रमाइलो रहेछ जोतमलाई क्वेसन सोध्नु न एउटा कस्तो लाग्यो ठाउँ जोतमलाई मन पर्छ जोतम डु यु लाइक दिस प्लेस हेभ यु बिन बिफोर या हाउ मेनी टाइम्स 5 टाइम्स तपाईँले पनि लाग्यो त्यो पोखरीमा उयो छैन रहेछ आइस छैन रहेछ विन्टर भएर यो झारहरू सबै मरेको होइन पछि त कस्तो हरियो हुन्छ होला है यो त रुखहरू यो मरेको जस्तो देखिन्छ होइन पत्ताहरू पुरै झरेर मजाले फेरि हरियो भएर आउँछ क्या पानी नपाइकन कस्तो राम्रो वेदर भयो क्या आज आकाश पनि कस्तो राम्रो भएछ कि अस्ति
त यहाँनेरि है पुरै फर्स्ट टाइम यस्तो राम्रो वेदर देखेको मैले यार मैला रहेछ ओहो के हो यस्तो पानी के हो है चरा कुन चरा होला जतम सर यता हेर्नुहोस् हाउ आर यु कस्तो लागिरहेछ आज रमाइलो छ जेस त्यो अस्ति आउँदाखेरि त अस्ति आउँदा के थियो पुरा आइस आइस भइरहेको नि त पानी हो र ओके थ्याङ्क यू उता ठाउँ रहेछ है उता पर्तिर उता पर्तिर त्यो त म गएकै छुइनँ अहिलेसम्म त्यो त अगाडि बढौँ नि त है हामी त्यसमा बेबी आज यो राम्रो आएन अँ। आज एउटा टाढो भयो अलिक टाढो भयो यस्तो गर्छ माथिबाट तलबाट खिच ल ऊ हिलो हिलो है थ्याङ्क यू Oh my god, what is this? ए होइन मलाई त निकाल न अझै This is so funny. टाढाबाट गर जाउँ उता लागौँ न अब एउटा फोटो खिचिहाल्छु न ल राम्रो निकाल्छौ न बाबा थ्याङ्क यू ल जाउँ के छ हौ यता यहाँनिर के छ जता अब त रिड गर्नुहोस् त के छ ले पर हेर्नु न त्यो उयो भोकामा जाऊँ न के ले हाँसहरू भोकामा ओके गेट हुक्ड on fishing अरे बाबा यता हो यता यता राम्रो रहेछ ठाउँ यो कस्तो खालको हाँस होला यो हाँस होइन के यो के सिगल सिगल पनि सिगल त पुरा ठुलो हुन्छ होइन मलाई चाहिँ थाहा भएन है त म चाहिँ पानी हाँस जस्तो लाग्छ ल आउनुहोस् अगाडितिर ल चल माइकमा चाहिँ टच गर्नु भएन है ओके किनभने माइकमा टच गर भने चाहिँ अडियो बिग्रिन्छ कि कस्तो राम्रो क्या वेदर आजको ओहो ए वाह प्यारालाली हिँड्नु नि एउटा लाइनमा अगाडि अगाडि पछाडि नहिँड्नु न भनेको एउटा लाइनमा हिँड्नु कि नथुला डाँडा हेर नि माथि कस्तो दामी छ भदै छ वेदर राम्रो छ क्या मैले त्यही भएर चाहिँ नि एकछिन जाउँ न यसो भिडियोग्राफी गरौँ भनेर रानी हाँस जोथाम त सक्छ है यस्तो स्विमिङ गर्नु यस्तोमा तर यो त डटी छ नि जति भयो भने उसले सक्न सक्छ नि सक्छ वाउ जोथाम गिभ मी 5 यु क्यान डु है अहिले त तिमी स्विमिङ गर्न सक्छौ नि यस्तोमा है रानी हाँस कत्रो हाँस हौ यो पर त आमा त यार ल अगाडि बढौँ अब यस्तै घुम्दै घुम्दै कस्तो रमाइलो लाग्यो
अरू के छ? अनि तपाईँले म्यापमा हेर्नु हुँदाखेरि चाहिँ कहाँनिर के छ भन्नु यो साइडमा के यता लेफ्ट साइडमा यतातिर छैन उता त बाटो घरहरू छ होइन उतातिर ठुलो पार्क देखाएको छ नक्सामा त यहाँ के छ त वाउ नो स्विमिङ वेलकम टु गेट वक्ड अन फिसिङ एज गेलिङ टिकट पनि लाग्दो रहेछ त नि यार होइन यो उयोको लागि होला माछाको क्या मतलब त्यो पैसा तिरेपछि चाहिँ माछा मार्नु पाइने मार्नु पाइने होला त यहाँ रुल्स के होला डेलिभर बनाइन्छ ओके यो नर्थलामा यसो बिनहरू पनि राखिदिएको रहेछ है यसरी बिनहरू के यो त के होइन बिन हो नि हो जता पनि दुई आउट ओपन हो यहाँ तलबाट फुट प्याडल ए बिग्रेको रहेछ यो हातले गर्दा नि हुन्छ ओके आई सी उता त केही छैन होला यस्तो रमाइलो ठाउँ छ यार जाउँ न के गरौँ त हामी यता लागौँ त हामी चाहिँ यसरी जानुपर्छ ल यता जाउँ न त्यसो भए ल यताबाट जाने कि उताबाट उताबाट गयो भने चाहिँ यसरी दुइटै फोन देखिन्छ यताबाट चाहिँ केही छैन मतलब यता जाउँ है मिडलबाट घाम लाग्यो एक्कासी घाम लाग्यो फेरि यार वाउ एरिया छुट्टाएको जस्तो क्या हेर्नु न त्यो त्यस्तो खालको चरा चाहिँ त्यहाँनिर बसेको क्या यता चाहिँ हाँसहरू उयो हिलो होला नि क्याच क्याच बाबा यहाँ हिलो रहेछ के छ हौ यस्तोमा रुखहरूमा के हो यस्तो घाँसमा टेकेर यो के हो यो चरा गुड जस्तो के हो यो चराको गुड जस्तो छ बनाइदिएको क्या यहाँ सरकारले चराको गुड क्या हिलो छ बाबा केयरफुल हो कि चिप्लिँला नि प्रथम जाऊ त्यहाँ उतानिर बसेर जाऊ उता बस्छ न उता कस्तो उयो अब ल अगाडि बढौँ न बाबा किन आज मान्छे कम छ यार स्याटरडे होइन आज मान्छे नै देखिँदैन त नि यो ठाउँ किन भरे दिउँसोतिर आउँछ होला नि दिउँसो पानी परेर होला के क्याच क्याच हुन्छ नि त दिउँसो त अहिले नै हो नि त 2 बजे न अघि त बस्छ यो ठाउँलाई मन पर्ने ठाउँ हो जस्तो छ त मन पर्ने जस्तो छ यो ठाउँ हो ए धेरै टाइम चाहिँ आइसक्यो अरे त्यही भएर
ओके हिलोमा नगर न अलिक साइड साइड गर के हुँदैन हिलोमा हिँडेर केही फरक पर्दैन क्या हिलोमा अहिले जाने बेलामा टकटकाउँदा भइहाल्छ केही हुँदैन यहाँबाट खिच्दाखेरि पिकनिक के लिएछ यहाँ नो पिकनिक ओ नो पिकनिक पिकनिकहरू हाँस यता हेर्नु त दुईजना यता हेर बाबा सिङ्गल खिच्नुहुन्छ क्या लुकिङ ग्रेट तपाईँ पनि जानु त खोइ म के गरेछु थाहा छैन यहाँ माथि हेर्नु चराको गुड हेर्नु त यहाँ माथि देखाउनु चराको गुड त्यो चाहिँ चराले नै बनाएको नि यो माथि त्यो चाहिँ चराले नै बनाएको रियल हो र यो हो रियल हो खिच्नु न यताबाट त्यो डाँडा त जानै बाँकी छैन है कस्तो रमाइलो यहाँबाट अब यहाँ माथि टाढा चढेर माथिबाट रमिता हेर्नुपर्छ त्यहाँ बच्चाहरूको खेल्ने त छ तर पुरै हिलो होला खेल्ने बेबी कहाँ त्यो त्यहाँनिर पानी भएर फेरि यो सबै जोताम हिलो हुन्छ वुड लाइक टु प्ले देयर माथि भित्र त हिलो छैन होला नि त माथि त्यो खेल्ने ठाउँमा त किनभने यस्तो त्यो नानीहरूले जुत्ता हिलो हुन्छ अँ। अस्ति पनि पुरा यो ट्राउजर हिलो भएको ए ल कहाँ जाने त्यसो भए ओके यो नतला डाँडा चाहिँ कसरी बनाएको हो भने यो वेम्बली स्टेडियम बनाउँदाखेरिको डेब्रिजहरू भेला गरेर चाहिँ यो डाँडा आर्टिफिसियल म्यानमेड हो क्या मैले पनि त्यस्तै सुनेको थिएँ म्यानमेड म्यानमेड हो अनि यहाँनिर चाहिँ जोस् इलिङ काउन्सिलमा पर्छ अनि यो त साउन्ड पोल्युसनलाई रोक्नुको लागि पनि बनाएको भनेको कुरा सुनेको यो कता कता रेसिडेन्सियल एरिया कता छ र यता रेसिडेन्टल एरियाले यो सबै त हो नि यता उनीहरू मेन रोड छ नि त अनि पर चाहिँ बच्चाहरूको प्लेग्राउन्ड पनि छ पहिला चाहिँ यो डाँडा आउँदाखेरि है पार्किङ कार पार्किङ फ्री थियो अहिले चाहिँ अब काउन्सिलले अब मेन्टेन गर्नुको लागि होला अलिकति खर्च निकाल्नुको लागि उनीहरूले कार पार्किङ फिस लगाउनु थालेको छ मोर्निङ वाक गर्नुको लागि चाहिँ एकदम राम्रो नजिक हुने मान्छेलाई चाहिँ है नजिक हुने मान्छेलाई चाहिँ ठिक हुन्छ समरमा झन् शीतल हुन्छ क्या यहाँनिर कता जाने हो यहाँबाट यस्तो गरेर जाने यहाँ माथि चढ्नुको लागि यता सबै हिलो छ
कति टाइम चाहिँ भयो यहाँ पहिला आएको हजुर कति टाइम चाहिँ भयो यहाँ आएको पहिला भइसक्यो हौ धेरै चोटि भइसक्यो 5-6 चोटि भइसक्यो आम 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 के भन्छ भन त्यत्रो धेरै के गर्नु त्यत्रो धेरै चाहिँ किन आएको म त फर्स्ट टाइम हो यहाँ आएको 5-6 चोटि भइसक्यो जोताम पनि 5-6 चोटि भइसक्यो हो मेरो त फर्स्ट टाइम हो फर्स्ट टाइम हो यो चाहिँ फर्स्ट टाइम राम्रो लाग्यो तर मलाई रमाइलो लाग्यो अलिकति त्यो पानी पऱ्यो भएर चाहिँ हिलो हिलो रहेछ होइन हिलो केही फरक पर्दैन हिलोले त हिलोदेखि डराएर हुन्छ यहाँनिर बच्चाहरूको खेल्ने ठाउँ होइन अँ खेल्ने बाबा वा रमाइलो रहेछ त्यहाँ त यार रमाइलो पो रहेछ त यहाँनिर स्विङ पनि रहेछ नि त स्विङ पनि अल्गो भयो क्या त्यो स्विमिङ चाहिँ तल ल हुन्छ यो खासै राम्रो लागेन मलाई खेल्ने चाहिँ सानो सानो बच्चाहरूको लागि चाहिँ ठिकै रहेछ ओहो यता पनि रमाइलो रहेछ नि त पर ठुलो भयो यो चाहिँ अलिक ठुलोहरूको लागि उता चाहिँ अलिक यस्तो दामी रोड बनाइदिएको रहेछ यहाँ है अब गाडीहरू ल्याउनु चाहिँ एलाउड छैन होला होइन गाडी त भित्र हुँदैन त्यही पार्क गरेर हो साइक्लिस्टहरूको लागि वकिङको लागि बच्चाहरूको लागि क्या यहाँ भित्र त्यसै पार्किङ चाहिँ उतै पर पार्किङ कताबाट जाने होला उयो परपर चाहिँ जाउँ न परपर परबाट परपर चाहिँ ल सही लाग्यो त ठाउँ पहिला आउँदाखेरि यो यहाँनिर हेर्न क्या यो अँ यहाँ पनि डाँडा बनाउन आँटेको के थिएन होइन यहाँ पनि डाँडा बनाउन आँटेको क्या हो त्यसमा मैले बुझ्न नसकेको कुरा चाहिँ के हो भने यो माथिको चाहिँ के होला है टावर माथिको टावर चाहिँ टावर जस्तो छ नि त त्यो त एउटा चिन्ह कस्तो चिनो चिन्ह क्या हुन्छ नि चिनो के हो क्या त्यो चाहिँ त्यो माथि गएपछि नि थाहा हुन्छ अब के हो त लेखेको होला नि त समथिङ राखेको होला भन्ने पछाडि नानी पछाडि नानी भन्नु पर्दैन त होइन मैले त भर्खर देखेको तपाईँले चेलिराख्नु भएको थियो नि यहाँ हेर्नु न यहाँ आहा कस्तो राम्रो वेदर यार वा ढुङ्गा ढुङ्गा राखेर माथिबाट उयो ठ्याक्क मान्छेलाई बस्ने उयो पनि गरेको है त्यहाँदेखि ढुङ्गा साइड साइडमा ढुङ्गा राखेर चिसो चिसो हुँदै आएको क्या है चिसो होइन मलाई त गर्मी भएछ वेदर वाह यार what a weather यार यस्तो छ पर टुक्रो पनि घुमाउँदो रहेछ समरको बेलामा त यहाँ त क्या भिड हुन्छ नि कस्तो भिड हुन्छ खुट्टा टेक्ने ठाउँै हुँदैन समरमा ए समरमा हो धेरै भिड हुन्छ है अनि मान्छेहरूले ड्राई पिकनिक जस्तो गरेर आफै घरबाट सामानहरू लिएर यसरी ओछ्याएर यस्तो पार्कमा खान्छ क्या ए समरमा त हिलो हुँदैन अलिक उयो हुन्छ नि त ड्राई हुन्छ नि त तर ड्राई पिकनिक अब यहीँ पकाउने त्यस्तो त मिल्दैन यहाँनिर यहीँबाट यसरी माथि जाउँ ल wow what a nice place यार
जतनजी आराम हुनुहुन्छ तपाईँ जतनलाई मागिदिनुहोस् एकचोटि एकैछिनको लागि यहाँ माथि गर्छ कस्तो फिल भइरहेछ तपाईँलाई राम्रो राम्रो तपाईँ 5 टाइम्स भएर यहाँ आउनुभएको किन त्यत्रो धेरै टाइम्स आउनुभएको मन परेर हो यु लाइक दिस प्लेस बिकज तपाईँले ब्रिङ गरे होइन योभन्दा अगाडि चाहिँ त्यतिकै म मामासँग हेर्नु आएको ए बोजूहरूसँग आउनुभएको बोजूहरूसँग ऊ यो पर डाँडा हेर्नु त डाँडा वा हजुर है हजुर ल ल जाउँ त हामी त्यसो ल नेपालमा डाँडा चढ्नुको लागि चाहिँ नि होइन गाडी चाहिन्छ भने यहाँ चाहिँ 11 नम्बर 11 नम्बर खुट्टा चढिन्छ डाँडा के 11 नम्बर बस ताल्ना हाम्रो आफ्नै दुईटा खुट्टा ताल्ना बेतालको कुरा भयो त्यो त के हो नेपालमा चाहिँ चाहिन्छ अरे नेपालमा चाहिँ अनि गाडी नै लानु पर्दैन त अनि भेरेटारतिर जाँदाखेरि अनि त्यो के अरे उयो के काठमाडौँमा कुन डाँडा अरे नगरकोट नगरकोट हो नगरकोट नगरकोटतिर उयो हिँडेर पुगिन्छ त पुगिँदैन नि त यहाँ चाहिँ यस वेल्सतिर चाहिँ छ है डाँडा वेल्सतिर ल ठिक छ आहा कस्तो रमाइलो एक्कासी फेरि लाइट चेन्ज हो वा यहाँबाट यसरी जाने सर्टकट जाने हो हुन्छ हिँड्नु न कताबाट म त अब फर्स्ट टाइम आएको थाहा छैन अब यस्तो राम्रो ठाउँ छ भने मलाई थाहै थिएन त हौ यहाँनिर अस्ति मैले तपाईँलाई जाउँ भनेको थिएँ नि यही ठाउँ त हो तपाईँ मान्नु भएन ए चिप्लिन्छ है अबि चिप्लो ओ माई रहेछ गॉड डेन्जर पो रहेछ त्यो यो त है अलिक यताबाट यता अलिक चिप्लो छ ओ माई गॉड अबि ओ माई गॉड चिप्लो छ त आफ्नो केयर गर्नु नि आफ्नो केयर गर्नु म त यस्तो पाखा पखेर भन्ने कुरा त नर्मल हो त्यसलाई तपाईँ जाउँ यसरी के भयो चिप्लो रहेछ है झन्डै लडे आहा वेम्बली वेम्बली स्टेडियम चाहिँ उपर उयो पर छ नि वेम्बली स्टेडियममा ओ आई सी देख्नुभयो यस्तो सेतो यस्तो भएको देखेँ यो माथिबाट अलिक अब राम्रो यो माथि जाउँ न है यहाँबाट सर्टकट जाने ओके
यस्तो पुरै कति डिग्री छ हौ यो 75 डिग्री छ क्या हो के चाहिँ यो हिल 75 डिग्रीमा छ जस्तो छ नि त हो उताबाट हो त्यहाँबाट जाने ओके सर्ला के भयो त हजुर गलेर सर्ला के भयो यहाँ राख्नु न चाहिँ अब यहाँबाट के छ हौ यहाँ चाहिँ यहाँबाट सुरुमा यता गर्नु त्यो मान्छे छ त्यो भएर यो छ नि यो बोट चाहिँ नर्थ वेस्ट भ्यू लुकिङ नर्थ वेस्ट भनेर चाहिँ यो डाइरेक्सनमा चाहिँ के पर्छ भनेर यहाँ देखाइरहेछ है अनि डलहल अन्डरग्राउन्ड स्टेसन हेर न कहाँ गएको वेम्बली स्टेडियम त पर है त ठिक छ यो चाहिँ कता पर्छ हौ यो चाहिँ त हो हामी उताबाट आएको होइन त उताबाट हो के छ यो के यही भनेको होइन के भनेको यो टावर टावर माथि चाहिँ के होला केही छैन त माथि त एउटा बास्केट माथि बकेट छ के हो बकेट अँ। त्यहाँबाट हेर न वेम्बली स्टेडियम अँ। वाह पानीमा नगर न कहाँ जाने त अब हाँ के चाहिँ अब नेक्स्ट के छ यो ठाउँमा नेक्स्ट चाहिँ हो मेन चाहिँ नतला डाँडाको ए हो त्यही हो यो पल्लो डाँडामा चाहिँ के हो यहाँबाट चाहिँ अब यता पल्लो डाँडामा चाहिँ के हो यतातिर
त्यो डाँडा चाहिँ अलिकति चिप्लो हुन्छ क्या यहाँ चाहिँ मजाले बनाइदिएको छ नि त अँ अनि खिच्दाखेरि पनि उयो हुन्छ रमाइलो रहेछ है काइन्ड अफ त्यो उबर इट्स त्यहाँबाट गरिरहेको यहाँबाट भ्यू हेर्दाखेरि तपाईँलाई चाहिँ के कस्तो के पो याद आउँछ लाइक कस्तो फिल हुन्छ यहाँ जस्ट अलिकति उयो भनौँ न पिसफुल हुन्छ है यो डाँडा कानाले गर्दा अलिक रमाइलो हो फिल भयो अनि अलिकति अब मेन्टली टायर्ड भएको छ भने पनि अथवा कामले थकित भएको छ भने यहाँ आएर यस्तो हेर्दाखेरि त स्ट्रेसहरू सबै जाने क्या रिफ्रेस भएको जस्तै हुने त्यो चाहिँ भनाइ मात्र हो अब यहाँ आएर स्ट्रेस जाने भए त सबै मान्छे आउँछ होला होइन एकछिन भयो भने आफ्नो मेन्टल हेल्थ क्या अलिकति राम्रो भएको जस्तै हुन्छ नि ल उता चाहिँ बाहिर आउनु जाउँ बाबा जतामलाई बोर भयो जस्तो छ आज हो बोर भएको हो छैन कस्तो धेरै टाइम गएको अनि भर्खर हिजो पनि I think हिजो लागौँ न त है यहाँबाट तलतिर झरौँ न त्यसरी सर्टकट नगरौँ जिप लिन्छ जस्तो लागेको मलाई ओके घुमेर नै जाउँ ल ल ल Careful, Baba. Careful. वाउ है कस्तो दामी वेदर क्या आज हिँड न हिँड बाबु रातो मान्छेहरू हेर्नु न उनीहरू ए रोक्नै नसकेको क्या खास होइन होला यहाँबाट तलतिर झरम यहाँ चिप्लो छैन यहाँ यो बाटो राम्रो रहेछ लेट्स गो त हिँड केयरफुल है तर Mommy, you have to wash my pants. It's the ball. Children. उठिदियो हो केही हुँदैन हौ त्यो बाबु केही हुँदैन हिँड्नु हिँड ल कता हो कता हो कसरी झर्ने होला है ओ माई गॉड जम्प गर्ने हो नि दिदी सक्दिनँ क्या मेरो खुट्टा मर्किन्छ साँच्चै हो ल। खुट्टा मर्किन्छ बेबी समाज त्यो दिन जम्प गर्न नसक्ने रच्चमा खुट्टा उयो मर्किन्छ
मान्छे हाँस्ला है What's mommy doing? त्यो पनि गाह्रो पो। कता हो बाटो त्यो पनि गाह्रो भयो अरे यताबाट तलतिर यता यो बाटो किन यो त उकालो छ नि त उम्, माथि होइन यो त माथि जाने कुरा छ उकालो छ माथि होइन त्यही होला तलतिर जाने हो उम्, के भयो उनीहरूलाई जानु दिउँ यो हो नि त नि अघि आफूले भनेको हो रहेछ नि त त्यो चाहिँ यो पुरानो डेब्रिजहरू क्या है त्यही हो नि हो त्यो कङ्क्रिटहरूको यो है अनि यो यस्तो यस्तोले बनाएको रहेछ अचम्म रहेछ यार अब हेर, हिलोमा हेर। चिप्लिन्छ के मास्तिर हेर न माथि डाँडा Why are you scared of mud? My mud in my school is 10 times thicker than that one. लड्छ I नि mean, चिप्लिन हामी त एउटा डाँडा मात्रै चढ्यौँ त यार होइन र अर्को डाँडा पनि त्यही हो सेम हो त्यो चाहिँ मेन हो नि त सेम त हो तर सिन फरक पर्ला नि त This is the mainest of the main. मेन शब्द Main. के भनेको त्यो त बुझ्नु त This is the most main. ओ मेन भनेको ओ This is the most main. ओके गट इट बाबा Data. It has all the information. All the information is over there. Yeah. अनि यो म के अचम्म भयो के भयो म्यापमा त उयो साइड छ नि पुरै गल्फ पार्क देखाउँछ त यार अलिक टाढो होला कि अलिक पर होला सायद अब नजिक देख्छ नि त तर यहाँनिर चाहिँ होइन के ओके Hello. हेलो हाउ आर यु Good. अब घर जाने नि त ओके फिनिस है अब भिडियो बनाउनु भनेको होइन स्लो मोसनमा नगर्नु ए साँच्ची हो त अनि त्यसलाई त उयो तल जानुपर्छ यताबाट झर्नु मिल्दैन मिल्छ तर चिप्लिन्छ कि भन्ने हो के कहाँ चिप्लिन्छ हौ यस्तो के छ र यसमा त्यस्तो चिप्लिनु पर्ने यार This glass. के छ र यहाँ त्यस्तो छ एक घन्टा नि भएको छैन होला हामी आएको 2 घन्टाको पार्किङ तिरेको अलमोस्ट म पल्टेँ मेबी केयरफुल बसेर गर बसेर कता Oh my. उतामा जान्छु म सक्दिनँ ओके यताबाट आउने त यताबाट ल हँ वाह
ओ माई गॉड कहाँ जाने तिमी जाऊ तलतिर बिस्तारै ओ बिस्तारो